आजको महत्त्वपूर्ण समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा हतार नगर्न आफ्ना वार्ताकारहरूलाई निर्देशन दिएका छन्। सम्झौता नजिकिएको खबरहरू सार्वजनिक भइरहेका बेला ट्रम्पको यो भनाइ आएको हो। अमेरिकी सञ्चार माध्यमका अनुसार छलफलमा रहेको सम्झौतामा 60 दिने युद्धविराम विस्तार, हर्मुजको जलसन्धि पुनः खोल्ने र इरानको आणविक कार्यक्रमबारे थप वार्ता गर्ने विषयहरू समावेश छन्। ट्रम्पले सामाजिक सञ्जालमा रचनात्मक वार्ता अगाडि बढेको तर दुवै पक्षले समय लिएर सही निर्णय गर्नुपर्ने बताएका छन्। यसअघि फेब्रुअरी 28 मा इजरायल र अमेरिकाले इरानमाथि ठूलो हवाई हमला गरेका थिए। त्यसको बदलामा तेहरानले इजरायल र खाडी देशहरूमा रहेका अमेरिकी लक्ष्यहरूमा ड्रोन र मिसाइल प्रहार गरेको थियो। अप्रिलमा भएको युद्धविरामले वार्तालाई सहज बनाएको थियो, यद्यपि छिटपुट गोलीबारीका घटनाहरू भएका थिए। ट्रम्पले इरानले आणविक हतियार विकास गर्न नसक्ने कुरा बुझ्नुपर्ने बताएका छन्, जुन अडान इजरायल र अन्य पश्चिमी सहयोगीहरूको पनि छ। अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी सम्झौता नभएसम्म जारी रहने जनाएको छ। यदि यो समाचार मन पर्यो भने लाइक गर्नुहोस्, सब्स्क्राइब गर्नुहोस् र कमेन्ट गर्नुहोस्। विश्वका ताजा समाचारका लागि हामीसँगै रहनुहोस्। धन्यवाद।